हेलो सिमी टिप्नु पर्यो आज नि म यता छु हाम्रो सिमी फलिरहेछ धेरै त छैन अलिअलि फलिरहेछ फर्सीको मुन्टा योपालि खासै फर्सी पनि सप्रेन मकै पनि सानो सानो छ खासै मल छैन 650 को मल त हालेको नि यहाँ त म्याकेटी तर फलेन सिमी टिप्नु पर्यो छिप्पिसकेछ अलिअलि भए पनि घरमा तरकारी छैन दुःख छ काठमाडौँको ठाउँमा के गर्नु अलिअलि बारी कति केले खाएको यो सबै यस्तो त्यसको माउै माउ छ हौ पैसा कमाउन गाह्रो छ अरू खाएर पैसा कमाउँछ आफू खाएरै खानको लागि पैसा कमाउनु पर्छ गाह्रो छ कला नभाओ कि गला नभाओ कि के नभएको गाह्रो छ हामीलाई अरूहरू ल्याम ल्याम ग्वाम ग्वाम भन्दै थालभरि मासु भात राखेर खाएर अघाएर पन्न अघाएर पैसा कमाउँछ आफै खानको लागि पैसा कमाउनु पर्छ यस्तै छ जिन्दगी हावा चलिरहेछ झ्याङ त छ त नि हो के भएको दाना नफलेको यो सबै के लागेको यो के भन्छ किरा लागेछ के लागेको मजाले धुनुपर्छ है अनि मात्रै खानुपर्छ यस्तो किरा छ यो झ्याम्टा त ठुलो छ त हो फल्नु चाहिँ किन नफले सबै किराले खाएछ के गर्नु फर्सीको बिजोग यस्तो छ अलिअलि त छ के त्यो त अनि अलिअलि फलेको पनि सबै त्यो किराले हो कि यसको बानी के हुन्छ भने पनि फेरि धेरै कलिलो टिप्यौँ गल्ली गुलियो हुन्छ अब छिप्पेको भने त्यसको दाना मात्रै खानुपर्छ के भयो किराले बिजोकै बनाइरहेछ सबै किराले खाएको यो अर्को सिमी भनेर हालेको सबै यो त घिउ सिमी परेछ तुने बोडी भनेर पनि हालेको पनि घिउ सिमी नै परिरहेछ त्यो राम्रो फुलेको फुल हो यो धेरै राम्रो फुल्छ कि यो रोपेको यो तरुलो कति साह्रो मास्तिर जाओस् भनेर यता हालिदिएको त कता गएको नि त फल्दैछ कि अन्त तर साह्रो न साह्रो छ त यो तरुल इस्कुसको हरी बिजोक काँक्रा अस्ति एउटा खायो यहाँ एउटा रहेछ सानो यो कृषि प्रधान देशको कृषकहरू पनि यस्तै छ अय्यो आफ्नो भविष्य खोज्दै हराएको एक्लो टुरी मान्छे हो यति छ तलतिरको टिपेन त्यो लामो एक झ्याङको एउटा मात्रै जाँदैछ को त्यो त टिप्नु परिहाल्यो नि त्यो एउटा मात्रै पर पुगिरहेछ अनि त्यो नटिपिकन त नि कसरी हाँगा पलाउँछ त त्यो त्यसको माथिको टुप्पो मात्रै टिप्ने त्यो धेरै मल भएर हौसिएको के
हैन मल त नहालेको त होइन यसमा त्यही पनि यो सारेर होला के पोहोर त अनि त्यत्तिकै यो कस्तो मजाले भएको थियो नि अनि योपालि चाहिँ खै के भएको यस्तो हाम्रो सिमी र फर्सियो अब चाउचाउ पकाइराखेको छ हाम्रो आइसक्रिम चाउचाउ खाएर लाग्नुपर्छ गिलो भएछ अब चाहिँ हामी गर्जना लाग्यो भक्तपुर गेट पालेरले गेट खोलिसक्यो माथि